हेलो साथीहरु सबैजनालाई वेलकम छ मेरो नयाँ ब्लगमा। अनि मैले चाहिँ आज धेरै पछि ब्लग स्टार्ट गर्दै छु। आज चाहिँ मेरो बर्थडे रहेको छ अनि सबैजनालाई ह्यापी न्यू इयर पनि। वैशाख 1 गते चाहिँ मेरो बर्थडे हो, त्यसैले हामी बर्थडे सेलिब्रेसन गर्नलाई हामी फाइम गएको थियौं। अनि फाइममा चाहिँ नयाँ वर्षको दिन भएर होला एकदम धेरै भिड थियो अनि भित्र बल्ल बल्ल हामीले ठाउँ खोजेर म्यानेज गरेर चाहिँ अनि हामी भित्र बसेको छौं। मेरो बर्थडेको दिन चाहिँ हैन जहाँ गयो त्यही भिड हुन्छ। न्यू इयर भएर होला एकदम धेरै भिड थियो। यहाँ चाहिँ भित्र पनि बस्न ठाउँ थिएन, बाहिर पनि बस्न ठाउँ थिएन। कहिले हिजो आएर बसेको थियो कि त्यहाँ। ओइ खाली भएछ सन्न अनि आफू और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। Happy New Year. Same to you.
कोक छ कुन दिदीको घर समिना समिना दिदीको घर माथि माथि हो